भएको छन्। र आज चाहिँ हामी गएको थियौँ दार्जिलिङ किचनमा र यहाँ चाहिँ एकदमै राम्रो लाग्यो यो जग्गा चाहिँ है। म मेरो साथीहरू हामी गएको थियौँ नानीहरूसँग, हामी चाहिँ लन्च गर्न गएको थियौँ र यहाँनिर चाहिँ एकदमै मिठो खाना पाइन्छ भनेर हामीले सुनेको थियौँ। र यसको लोकेसन चाहिँ तपाईँहरूलाई भन्नुपर्दा यो चाहिँ हाम्रो जुन बस स्ट्यान्ड छ, बस स्ट्यान्डको यता छेउमा छ है। त्यहाँबाट भ्युज पनि एकदमै दामी देखिन्छ, तपाईँले देख्नु सक्नुहुन्छ है भित्र। अनि तपाईँले खानाको भेराइटिजहरू पनि देख्नु सक्नुहुन्छ है। र यहाँ चाहिँ तपाईँले खालि 375मा अनलिमिटेड खाना तपाईँले कति खानु सक्नुहुन्छ, तपाईँले आइटम्सहरू देख्नुहुँदैछ है। मोमोदेखिको लिएर ढेँडोदेखिको लिएर सेलरोटी, सब्जीको भेराइटिज, अनि त्यहाँनिर उनीहरूले सँगसँगै खाना त्यहाँ फ्रेस बनाउँदै राखिदिँदैछ। अनि तोङ्बा खानेलाई तोङ्बा पनि छ र खाना पनि है धेरै किसिमको भेराइटिजको छ। र तपाईँहरू त्यहाँ गएर त्यो खानाहरू इन्जोय गर्न सक्नुहुन्छ। हामीले त्यहाँ खानाहरू त्यहाँ गएर इन्जोय गऱ्यौँ है। तपाईँले अब सब्जीको भेराइटिज, मासुको भेराइटिज थुप्रै छ है त्यहाँनिर। अनि यो चाहिँ अनलिमिटेड हो, 375मा तपाईँहरूले कफीदेखिको लिएर एभ्रिथिङ के खानु सक्नुहुन्छ त्यहाँनिर राखेको, तपाईँले त्यो खानु सक्नुहुन्छ। मिठाईदेखिको लिएर र त्यो चाहिँ आफै सर्भ गर्नुपर्छ, बुफे सिस्टम छ। अनि त्यो ठाउँमा चाहिँ हामीलाई चाहिँ एकदमै मजा लाग्यो, राम्रो लाग्यो, फर्स्ट टाइम हो। र खानाहरू पनि एकदमै मिठो थियो र हामीले खानाहरू इन्जोय एकदमै राम्रोसँग गऱ्यौँ नानीहरूसँग। अनि त्यो जग्गा एकदम सेफ प्लेस लाग्यो नानीहरूलाई है, लड्ने जग्गाहरू पनि छैन। अनि त्यहाँको के भन्नु अब वेटरहरू पनि राम्रो लाग्यो, हामीलाई फुडहरू सर्भ राम्रोसँगले गर्नुभयो। उहाँको हस्पिटालिटी एकदमै राम्रो लाग्यो। सो तपाईँहरू पनि त्यस ठाउँमा गएर इन्जोय गर्न सक्नुहुन्छ।